ए दाइ सुन्नु न, हजुर मेरो ब्याङ्कको एकदमै इम्पोर्टेन्ट मेसेज डिलिट भयो। त्यसलाई हेर्न मिल्छ अरे नि, कसरी हो सिकाइदिनु न। ए ब्याङ्कको मेसेज डिलिट भयो? हजुर त्यो मेसेज हेर्नु पर्यो। हजुर ओटिपी आएको? हजुर मिलिहाल्छ नि। आइफोनमा हो? हजुर आइफोनमै हो। मिलिहाल्छ। त्यसको लागि एकदमै सजिलो तरिका रहेको छ। त्यसको लागि मेसेज बक्स ओपन गर्ने, त्यसपछि यहाँनिर 3 लाइन छ नि, यसमा क्लिक गरेर यहाँनिर रिसेन्टली डिलिट छ, यसमा क्लिक गरेर यहाँनिर हेर्न सकिन्छ। डिलिट गरेको मेसेज यहाँ हेर्न सकिन्छ। अब यो मेसेजमा कुन चाहियो आफूलाई, जस्तै यसमा क्लिक गरेर यहाँनिर रिकभरमा क्लिक गरेर फेरि यहीँनिर देख्न सकिन्छ। मेसेज बक्समा फेरि मेसेज आउँछ। यसरी यहाँनिर आइसकेको छ। यसरी डिलिट भएको मेसेज पनि हेर्न मिल्छ है। तपाईँहरूको पनि यस्तै कहिलेकाहीँ हुन्छ, ओटिपीको मेसेजहरू मिस्टेकली रूपमा डिलिट भएको हुन्छ र त्यो मेसेज अब ओटिपी हेर्नुपर्ने हुन्छ, तर मेसेजमा नभइसकेपछि समस्या हुन्छ। र डिलिट भएको मेसेज सजिलो तरिकाबाट तपाईँले आफ्नो फोनमा हेर्न सक्नुहुनेछ। अनि यस्तै भिडियोको लागि लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न नभुल्नुहोला। अनि तपाईँको मोबाइलमा कुनै पनि समस्या परेमा कमेन्ट पनि गर्न सक्नुहुनेछ।